यति माथिसम्म पानी आएको रहेछ। हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। फेरि पनि नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। सेवारो नमस्कार। अनि म चाहिँ रितु लिम्बू है। अनि आज चाहिँ म तपाईँहरूलाई नयाँ खालको भिडियो लिएर आउँदैछु। अनि हामी चाहिँ आज टाढेकै यात्रा छु नि त। अनि आज अलिक भिडियो लिन भ्याएन बिहानदेखि। अनि यता त्यता कामहरू सबै अब मिलाएर हिँड्नुपर्छ नि त। घरमा एक्लै छु। अनि त्यही भएर सबै काम भइसकेर अब हामी चाहिँ रेडी हुन लागेको है। अब ल साथीहरू, हामी चाहिँ फाइनली रेडी भइसक्यौँ। अब चाहिँ हामी जान लागेको। हामी चाहिँ लाग्न आँटेको यत्रो यत्रो झोला बोकेर है अब। अनि हामीलाई चाहिँ बिदा गर्न आउनु भएको अरे काका काकी दिदी होइन, यता दाजु माइवा त नभन्नु न, दाजु पनि हुनुहुन्छ होइन। अब हामी चाहिँ घरबाट हिँड्न लागेको, गाडी चाहिँ आउँदैछ अरे। अनि आज चाहिँ हामीले कहाँसम्म चाहिँ जान आँट्यौँ साथै भन्नु है एकछिनमा। त्यो चाहिँ झोला यत्रो यत्रो झोला छ है। अनि हामी चाहिँ 2-3 जना छौँ केटाकेटीसँग। अब गाडी कतिखेर आउँछ। अब हामी चाहिँ घरबाट चाहिँ हिँड्नु आँटेको साथी हो। अभी मजा आएगा। यहाँ हाम्रो कोसेली भाले पनि छ। कोसेली चाहिँ धेरै छैन, कोसेली चाहिँ धेरै जस्तो लुगै छ। के गर्नु, हिँड्दाखेरि लुगा नबोकी नहुने, यस्तै छ। ओ हाम्रो काका पनि हेन्डसम चडाक चिरिक भएर आइसक्नु भइसकिसक्यो होइन। काका कहाँसम्मको यात्रा अरे, कहाँ जाने अरे? के जाने रे? लु आज लु हामी चाहिँ अब लु लाग्न आँटेको है साथीहरू। साथी हो, हाम्रो चाहिँ गाडी पनि आइसक्यो। काका कहाँ हरायो? यता नि देखाएको नि अघि नै। अनि अब हामी चाहिँ यहाँ काठमाडौँ जाने मान्छेहरू। मिक्स काठमाडौँ जाने मान्छे। यता अगाडिबाट पूजा लगाउँदो रहेछ। नोगेन लातो पर्छ। ल अब चाहिँ हामी चाहिँ घरबाट अब चाहिँ फाइनल हिँड्न आँटेको साथी हो होइन। खै हामी चाहिँ आउँदा आउँदै जोरपाटे आइपुग्यौँ होइन। अनि यहाँ चाहिँ दिदीको घरमा काम थियो, सामान लानुपर्ने। त्यही भएर चाहिँ हामी जोरपाटे आइरहेको छौँ। जोरपाटेको मौसम चाहिँ एकदम हुस्से लागेर है, चिसो चिसो मौसम छ, केही देखेको छैन। त्यही पनि हामी चाहिँ जोरपाटे आइपुग्यौँ। अनि हेर्नु न कस्तो राम्रो फुलबारी। अब हामी चाहिँ यहाँ एकछिन विश्रामको पालो दिदीको घरमा। चिसो तातो होइन, कस्तो अँध्यारो पनि सुत्दो रहेछ। यता मात्रै उचाल्ने सुन्छ होइन मजा दिदी। हामी चाहिँ चिसो खाएर अब लाग्ने। खै साथी, हामी चाहिँ अब फाइनली गाडीमा चढ्यौँ। हाम्रो गाडी चाहिँ यस्तो रहेको छ सिट चाहिँ है। अब कतिको कम्फर्टेबल हुन्छ। अरू जाएको छैन, हामी चाहिँ अगाडि नै चढेको। चाहिँ हिले बजार। यहाँ चाहिँ साथीहरू बाटो बिग्रेर होइन, कस्तो जाम थियो क्या अन्त। अनि बाटो बिग्रेर सबै पहिरो गएको रहेछ। अनि यहाँ चाहिँ बाटो बनाउँदैछन् भर्खर साथीहरू। तर मौसम चाहिँ पानी पर्दै रोकेर हेर्नु न, बाटो बिग्रेर के साह्रो भइरहेछ बाटो चाहिँ होइन। बिग्रिरहेछ, साह्रो नै बिग्रिरहेको थियो बाटो चाहिँ। हाम्रो पाहाडतिर चाहिँ यस्तै हुन्छ क्या, बर्खा झरीमा होइन अलिक पहिरो जाने समस्या हुन्छ। त्यही पनि अब बाटो हिँड्नै पऱ्यो। अनि यो चाहिँ हाम्रो मूलघाट हो। अनि यो मूलघाटमा चाहिँ अहिले आँपको सिजन छ नि त। अनि आँप कति धेरै बेच्न राखिरहेको छ क्या। फेरि यहाँको आँप चाहिँ एकदम मिठो हुन्छ। अनि मैले चाहिँ गाडीबाट भिडियो गरिरहेको छु। अनि यो चाहिँ हाम्रो मूलघाट हो। मूलघाट आइपुग्यौँ हामी। अनि यो चाहिँ मूलघाटको हाम्रो पुल हो। अनि यसमा चाहिँ कति धेरै फोटो खिच्ने भिडियो बनाउनेहरू मान्छेहरू आउनुहुन्छ नि त। अनि यहाँ चाहिँ पानी परेर नै बाढेर पानी नै धमिलो आइरहेको छ है। अनि यहाँ चाहिँ हामी फोटो खिच्दै हुनुहुन्छ कतिजना मान्छेहरू चाहिँ। अनि हामी चाहिँ लाग्यौँ साथी हो। अब मैले कटेर हामी चाहिँ एकचोटि तल इटालीतिर मैले भिडियो गरेको है। अनि
बाढीहरू आएर सप्तकोशी पुलले माथि आइपुग्नु आँटेर त कत्रो बाढी आइरहेको थियो हेर्नु त त्यहाँनिर। अनि मान्छेहरू कति धेरै फोटो खिच्ने, त्यही पनि कति धेरै फोटो खिच्ने भिडियो बनाउने कति धेरै क्या माछा मार्नेहरू कतिजना थियो त्यहाँको फुच्चीहरू। डर पनि नलागेको, थोरै छैन न बाढी कति साह्रो आएको। म त मेरो त मुटु डढायो, मुटु नै कस्तो काम्यो क्या यो बाढी देखेर होइन। अनि हामी फाइनली काठमाडौँ पुग्यौँ। अब चाहिँ यो चाहिँ हाम्रो थानको चन्द्रगिरी भन्छ, थानको चन्द्रगिरी पुग्यौँ हामी चाहिँ सरसर। अनि चाहिँ अब थोरै थोरै भिडियो गरेको थिएँ। अनि गाडीमा बसेर निन्द्रा लाग्यो नि त, निन्द्राले हजुर मैले धेरै भिडियो चाहिँ गरिनँ बाटोमा हिँडेको। अनि हाम्रो थानकोटको चन्द्रगिरीमा कति राम्रो अहिले पानी परेर कति धेरै होइन। अनि पानी पर्दै थियो हामी जाँदाखेरि पनि। यो चाहिँ थानकोटको चेकपोस्टमा उत्रियौँ साथीहरू। यो चाहिँ हाम्रो काठमाडौँको चेकपोस्ट रहेको छ। हामी चाहिँ यहाँ पर्खिरहेको छौँ क्या दिदीलाई। ल साथी हो, हिजोदेखि हिँड्दा थाकेर गलेर भिडियो राम्रो लिन नि पाइनँ। अनि आज चाहिँ आएर अघि सुतेर खानासाना खाएर मैले चाहिँ भर्खर उठेर भिडियो गरेको है। अनि आजलाई चाहिँ अब हिजोदेखि आजसम्मको चाहिँ यति नै भनेर भिडियो गरिरहेको छु। अरू भिडियो चाहिँ भोलि पर्सितिर हाल्ने छु। आजलाई चाहिँ बाई बाई।